साथीहरू अस्तितिर चाहिँ पानी परेर यहाँ काम गर्नै दिएन। अब चाहिँ मैले यो सोहोरसार पारेर यसलाई फ्यालेर चाहिँ नि अब म आज चाहिँ खोर्सानी रोप्ने तर्खरमा छु। यो अब के भन्छ यसलाई, यो ठुटा सबै घाँसहरू सबै फ्यालेर यो ढुङ्गाहरू सोहोरसार पारेर फ्यालेर आज चाहिँ म टक्करसँगले खोर्सानी रोप्ने तर्खरमा छु। यहाँनिर यतिमा ल साथीहरू, त्यो अघिको रुखको हाँगाहरू चाहिँ झाग्राहरू सबै घाँसहरू सोहोरेर पर पुर्याइसकेको छु प्लास्टिकमा हालेर। अब यो चाहिँ खनेर यसलाई पुर्ने, अनि यो कालो कालो यो अलिअलि यो मक्किने खालको घाँसहरू चाहिँ यसलाई पनि पुर्ने हो, खन्नुपर्ने। गाह्रो छ। यति खन्दाखेरि असिन पसिन भएछ। यत्रो अब कहिले सक्ने हो, आज सकिएला जस्तो छैन। यो झार चाहिँ जहाँ खोर्सानी रोप्छ त्यहाँ पुर्दैछु। यो फेरि भित्र यो सिरुको जरै रहेछ के, त्यही भएर साह्रो छ कि। कम त सानो छ यो, अलि यो पुरै टकटकेर फ्याल्नुपर्छ झार। यसको जरा, यो सिरुको झार यो पुरै उपर यति थुपारिसकेको छु, सब जरा। गाह्रो छ हौ। यो सिन्का चाहिँ किन गाडेको भन्दाखेरि यहाँ नै रोप्ने हो खोर्सानी, त्यहाँ एउटा त्यहाँ एउटा यसरी ठ्याक झार कहाँ पुरेछु भन्ने कुरा भएर फेरि रोप्ने बेला थाहा हुँदैन नि त, त्यही भएर चिनो लगाएको कि ट्याक्कै चाहिँ उयो भरेर के भन्छ सिन्का गाडेर। यसो गर्ने हो फेरि। अनि यो जरालाई पुरा टकटकाउनुपर्छ है, त्यसका बाजे कम गाह्रो छ। ठिक्कलाई यसो गरेर अब झार यसको जरा सबै टकटकाएर हाल्नुपर्छ। हेर्नु त यहाँ कति छ गाइस। मैले चाहिँ योभन्दा धेरै गर्नु सकिनँ है, यति गरेँ मैले त्यहाँ पुरै थाकेर है। यति खन्दाखेरि यो यत्रो अब यो तर साह्रो छ कि यो भित्रको जरा हेर्नु नि, यो सिरुको जरा पुरै। अब यति मात्रै गऱ्यो, अब बाँकी भोलि गर्ने हो। अब खोर्सानी रोपेपछि भोलि मात्रै होला। हेत्तेरी यति गर्दाखेरि यस्तो साह्रो पर्छ। अब नेपालमा गएर के गरी खाने हो, त्यो पनि पाहाडको ठाउँमा। हेत्तेरीका लौ यस्तै छ गाइस।